ल केटाहरु सबैजना है उहाँ एचआरमा पुग्नुपर्ने किनभने सबैलाई पर्न सक्छ यो घटना छ है। हेर्नु साथीहरु यो रोमुनियाको स्टेङ्गल भेजिटेबलमा यस्तो भइरहेछ सबैजना है। यहाँ आज हाम्रो ट्र्याक्टरले चाहिँ एकजना नेपालीलाई अब घाइते भएको अनुसारले चाहिँ यहाँ नेपालीहरूले चाहिँ दुःख कष्ट पोख्नको लागि एचआरमा समावेश हुन गइरहेको छ। त्यस्तै गरी अब हामी सबै नेपाली कतिजना छ हामी सबै एकजुट भएर त्यहाँ पुग्नु पर्ने अवस्था सबैजना आइदिनु होला भन्न चाहन्छु। जानु भन्नु त भाइ आउनु न म पछाडिबाट आउँछु त यार भिडियो बनाउँदै यो कुरा राख्नु पर्यो नि। भोलि हामीलाई के गरे कम्पनी गर्न सक्छ त्यो भन्यो भने त अनि तपाईँले भोलि मार्यो भने के गर्छ कसले कुरा गर्छ तपाईँ फ्यामिली पाउनु के आवश्यक छ केही पाउन सक्दैन यहाँ। हेर्नुहोस् यहाँ भिडियो आउँदैछ धेरै भिडियो भएको छ होइन टेन्सन नलिनु। हाम्रो नेपाल सरकार अब जे जस्तो भए पनि उसले गएर चाहिँ उसले केही सुधार ल्याउँला केही भन्ने आशले हामीले चाहिँ एउटा यो एचआरमा चाहिँ हामी कुरा राख्न गइरहेका छौँ। हाम्रो साथीहरू अब 50 साथी अब 200 जना पुग्नु भएको छ। अब अरू बाँकी आउँदै हुनुहुन्छ होइन। त्यही भएर अब युरोप भनिन्छ तर यो युरोप अब कस्तो रहेछ भने अब खाडी मुलुकभन्दा पनि अझै तल गिरेको युरोप रहेछ। पैसा यहाँ होला नहोला एक ठाउँमा होला है डराएर होइन क्या साथी खुलाएर अब हामी विदेशमा आइयो तर त्यो सोचेकोभन्दा पनि विपरीत भइसकेको छ। त्यही भएर अब नेपालीहरूले सुधार गर्नुपर्ने भने एकजुट भएर जहाँ पनि आफ्नो देश या प्रदेश विदेशमा या जहाँ भए पनि तापनि एकजुट भएर चाहिँ कुरा राख्नुपर्ने अवस्था छ। नत्र यो चाहिँ सम्भव छैन कि हामीलाई हेप्या छ